यहाँको गभर्नमेन्ट चाहिँ मलाई एकदमै सपोर्टिभ पनि लाग्यो किन अब हामीलाई त केही दिएर राख्नुपर्छ भन्ने छैन हामीलाई चाहिँ स्किल बुस्ट गर्नको लागि उनीहरूले प्रमोट गर्नुपर्छ भन्ने छैन भने चाहिँ उनीहरूले धेरैवटा कुराहरू चाहिँ हाम्रो लागि पनि इन्भेस्ट गरेका छन् है अब त्यो हिसाबले पनि हामी चाहिँ कति आफूलाई चाहिँ कति स्किलफुल बनाउनु चाहिँ लाग्नुपर्छ जस्तो लाग्छ त्यही अनुसार मिहिनेत चाहिँ गर्नुपर्छ तर केही न केही सायद पक्कै होला त्यसको अवस्था चाहिँ छ पढाइको लागि भनेर आउनुभएको छ प्रिपेयर भएर आउनुभएको छ नि जुन जस्तो कि हाम्रो भनौँ न यो खाडी मुलुकतिर हाम्रो साथी दाजुभाइ अङ्कल जानुहुन्छ काम भनेर जानुहुन्छ त्यहाँ गएर काम पाएको छैन भने चाहिँ सुनिँदैन नि सुनिँदैन किनभने त्यसलाई त्यो एउटा सर्टेन पर्पस छ क्या त्यसको कामको लागि यहाँ अब पढ्नको लागि भने त्यसलाई चाहिँ फोकस गर्ने हेलो एभ्रिवान वन्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल अनि म तपाईँको सागर सेङ्बो फेरि पनि एउटा भिडियोको साथ आइसकेको छु र आजको भिडियोमा चाहिँ मसँग हुनुहुन्छ नमस्कार सबैमा म प्रकाश बस्नेत म फिनल्यान्डमा अहिले काम गरिरहेको छु नमस्कार सबैजनामा म निमेश कुमार मेरो घर चाहिँ नेपालमा काभ्रे पलाञ्चोक हो म भर्खरै फिनल्यान्डमा बसिरहेको छु सागर सेङ्गो मैले मेरो इन्ट्रोडक्सन दिइराख्नु पर्दैन होला सायद अनि अब आजको प्रसङ्ग त के छ भने दाइ अब यत्रो समय फिनल्यान्ड आयौँ हामी होइन म आएको लगभग 5 महिना पुगेर अब म 6 महिनामा हेर्दैछु सर आउनु भएको लगभग कति भयो 3 महिना भयो होइन अब त्यही प्रसङ्गमा चाहिँ मैले दाइ धेरै भिडियोहरू बनाएँ यहाँ आउँदाखेरि अब भ्लगिङ गर्नु मलाई एकदमै मनपर्छ ट्राभल भिडियोहरू बनाइरहेको हुन्थेँ तर यतिको धेरै भिडियो बनाउँदाखेरि मलाई मनमा लागेको कुरा क्या दाइ अब यत्रो समय भयो फिनल्यान्डमा आएको होइन फिनल्यान्डमा मैले भिडियोमा देखाएको कुराहरू भनेको त घुमेको डुलेको मात्र देखाइरहेछु क्या तर यहाँको रियल सिचुएसन अहिलेको के छ त्यो कुरा चाहिँ मैले लुकाएको जस्तो फिल भयो क्या मलाई अनि किन मैले नबनाउने यो बारेमा पनि अहिलेको अवस्था के कसो छ अब हामी सबैजना सुनौलो भविष्यको लागि होइन देश छोडेर घर छोडेर टाढो आएको छौँ अनि रियलिस्टिक कुरा चाहिँ के छ यहाँको भन्ने कुरामा चाहिँ आजको यो भिडियो चाहिँ बनाउन गइरहेको अनि त्यही भएर हजुरहरूलाई नि मैले इन्भल्भ गराएको छु अनि यही प्रसङ्गमा दाइ अब अहिलेको सिचुएसन सबैलाई थाहै छ तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ सरलाई पनि थाहा छ अनि यही प्रसङ्गमा दाइ तपाईँ फिनल्यान्ड आउनुभएको कति भयो मेरो अब यो अब आउने अक्टोबर 2025 मा 10 वर्ष हुन्छ 10 वर्ष हुन्छ सर कति भयो म लगभग 2.5 महिना 3 महिना 3 महिना मभन्दा अलिकति 2 महिना पछाडि हुनुहुँदो रहेछ हामी आउँदा त एकदमै टाइम एकदमै क्या त्यो फ्रस्ट्रेट हुने टाइम थियो नि त होइन अब रात धेरै लामो विन्टरमा अनि अब अहिले त फेरि जस्ट अपोजिट छ क्या हाम्रो क्या अनि एकदमै जस्ट यहाँको वेदर तपाईँलाई कस्तो लागिरहेछ वेदर म आउँदा पनि जस्ट विन्टर नै थियो लास्टतिर त्यो पनि ट्याक्क बरु त्यो टाइमिङ चाहिँ मिल्दो रहेछ रात दिन टाइम पनि मिल्छ स्प्रिङ हो सबै ब्यालेन्स थियो अब उज्यालो अहिले त धेरै हुन्छ अब 10-12 बजीसम्म उज्यालो हुँदा तर यो पनि ठिक लागेन यस्तो बिगारेको छ नि किन टाइमिङ एकदम बिगार्छ केही कुरा पनि टाइमिङ मिलाएको छैन खासै स्वस्थ चाहिँ म हेल्दी छु फ्री के एकदम फ्रेस छु भन्ने फिल चाहिँ गराउन सकेको छैन उज्यालो छ रमाइलो लाग्छ यसो सुन्दाखेरि तर उज्यालो सुन्न सके त्यसले समस्या पनि निम्त्याउँदो रहेछ भन्ने चाहिँ मैले फिल गरिरहेको छु अहिले चाहिँ दाइले चाहिँ यो कुरालाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ अब समय भइसकेको छ वेल अब खास उहाँले भन्नुभएको चाहिँ एउटा नेचरको साइकल हुन्छ अब हाम्रो आफ्नो भनौँ न हाम्रो आफ्नो देशबाट त्यहाँ चाहिँ एकदम पर्फेक्ट साइकल छ यता चाहिँ अरू युरोपको अलिकति यो नर्दर्न टाइपको देशहरूमा चाहिँ यो हुँदैन अझ नर्वे अझ नर्थ गयो भने अझै नै 24 आवर सन भने जस्तै हुन्छ अब यहाँ चाहिँ फर्स्टमा चाहिँ मैले रिकल गरेसम्म जहाँसम्म म रिकल गर्छु त्यो टाइममा त्यस्तो गाह्रो त्यो भएन फर्स्टमा रमाइलो भयो अलि पछि अलिअलि प्रब्लम भयो तर यो म सबैलाई त्यही भनेर हुन्छु सजेस्ट गरेर हुन्छु कि यो चाहिँ एक वर्ष यो फर्स्ट इयरमा चाहिँ जुन भनौँ न इन अ वे हनीमुन पिरियड भने जस्तो त्यो टाइममा चाहिँ हुन्छ त्यसपछि युज टु भएर त्यो फेरि के यस्तो लाग्दैन तर सुत्न च्यालेन्जिङ चाहिँ फर्स्ट इयर चाहिँ त्यो चाहिँ हुन्छ अनि नेक्स्ट इयरदेखि चाहिँ यो हुँदो रहेछ यो आफै नै यो बडीले एडजस्ट गराउने हो कि के हो सायद बानी हुँदै गर्छ अब जस्तै अब हामी नेपालमा दाल भात खाइरहेको यहाँ अब पर्दाखेरि अब रोटी ब्रेडलाई पनि दाल भात जस्तै गरेर खाने होइन बिस्तारै एडप्टेसन भन्ने कुराहरू त आउँछ दाइ अब यही कुराहरूलाई चाहिँ जोड्दै जाँदाखेरि क्या
अब सबैको प्रसङ्ग केमा आउँछ भन्दाखेरि बाँच्नुमा आउँछ दाइ आउँछ जसरी भए पनि बाँच्नुपर्ने छ यो ठाउँमा अनि यही बाँच्ने कोसिस गर्ने क्रममा चाहिँ दाइ जस्तै हजुरले भन्नुभयो हजुर आउनुभएको लगभग इट्स अलरेडी लाइक अ मोर देन अ डिकेड होइन त दाइ अब हामी भयो म भयो 5 महिना ज्यादा भयो सर हुनुभयो 2-3 महिना आउनुभयो तपाईँको समय र अहिलेको समय हेर्दा नि दाइ जब मार्केट अनि अहिलेको एजुकेसनलाई हेर्दा अनि अहिलेको यो सोसल सेक्युरिटीको कुराहरू छ दाइ अनि जस्तै बाटोमा हेर्दाखेरि आफूले आफूलाई कतिको सेफ गर्न सकिन्छ हजुरको समय र अहिलेको समयमा क्या दाइ के कतिको फरक हेर्दैछ जस्तो लाग्छ दाइ अब बाँच्नु सागर भाइले उठाएको कुरा बाँच्नु भन्ने कुरा त्यो फिलोसफीतिर नदै जान्छ होइन त्यसलाई म अलिकति कट गरेरै भन्छु अलिकति सर्ट उसमा खास फिनल्यान्डलाई बेस बनाएर भनौँ न होइन हामी अब हामी नेपालमा पनि केही न केही गरि नै हाल्थ्यौँ हेर होइन अनि अब यहाँ आएपछि एउटा अपर्च्युनिटीको कुरा हुन्छ अरू कुरा हुन्छ धेरै जस्तो चाहिँ यहाँ मैले थाहा पाएअनुसार पढाइको लागि आफ्नो उच्च शिक्षाको लागि नै आउनुभएको हुन्छ अनि फर्स्टमा प्रायोरिटाइज गर्दाखेरि पढाइलाई गरेर गएकोहरू जो छ मेरो एक्सपिरियन्समा यो विगत 10 वर्षमा मैले देखेअनुसार जसले त्यो गरेर गर्नुभएको छ उहाँले पछाडि फर्केर खासै हेर्नु पर्यो मलाई थाहा छैन किनभने त्यो प्रायोरिटी दिएपछि ढिलो चाँडोको कुरा हो हाम्रो के पनि हुन्छ भने एउटा काम पनि गरौँ हामी त्यतिकै बस्न रुचाउँदैनौँ हामी नेपाली हो सबैको त्यही नै हो केही काम गरौँ आफूलाई सर्भाइभ हुन आफै नै उ गरौँ सपोर्ट गरौँ भन्ने हुन्छ अब आउने बित्तिकै काम गरौँ भनेर लाग्यो भने चाहिँ त्यो अलिकति बाटो त्यो दिग्भ्रमित जस्तो हुन जान्छ त्यो भएर अलिकति समस्या जस्तो देखिन्छ तर त्यो पनि पछि अलि उ गर्दै गएपछि अलिक टाइममा हुन्छ तर जो पढाइको लागि भनेर आउनुपर्छ प्रिपेयर भएर आउनुपर्छ नि जुन जस्तो कि हाम्रो भनौँ न यो खाडी मुलुकतिर हाम्रो साथी दाजुभाइ अङ्कल जानुहुन्छ काम भनेर जानुहुन्छ त्यहाँ गएर काम पाएको छैन भने चाहिँ सुनिँदैन नि सुनिँदैन किनभने त्यसलाई त्यो एउटा सर्टेन पर्पस छ क्या त्यसको कामको लागि यहाँ अब पढ्नको लागि भने त्यसलाई चाहिँ फोकस गर्नै पर्यो हजुर अनि त्यसपछि जब काम गाउँछ त्यसलाई सेकेन्डरी पार्ट लिएर गर्दाखेरि यहाँ अहिलेसम्म पनि अहिले रिसेन्ट उसमा धेरै मान्छेहरू यही भाषामा पनि हाम्रो सिटीमा म आएदेखि यहीँ नै छु पहिला मान्छे एकदम कम थियो मान्छे देख्न गाह्रो थियो मान्छे पनि देखिँदैन थियो अब क्रिसमसमा त स्ट्रिटमा मान्छेभन्दा धेरै कुकुर बिरालो हुन्छ त्यो सत्य हो मैले देखाएको छु होइन अब अहिले मान्छे बढ्यो भने यहाँको मैले पहिला पनि मेन्सन गरेको छु कुराहरू यहाँको जब मार्केट यहाँको इकोनोमी त्यति अलि धेरै मान्छेलाई अहिले प्रिपेयर छैन त्यसको मतलब यो होइन कि पुग्दैन धान्दैन त्यो होइन त्यो बिल्कुल एकदमै त्यो मिसकन्सेप्सन हुन जान्छ त्यसरी लियो भने चाहिँ प्रिपेयर मात्र छैन क्या त्यो स्ट्रेच हुनसक्छ त्यो एक्सपान्ड हुने धेरै पोसिबिलिटी छ यहाँ धेरै नै छ अब समयअनुसार टेक्नोलोजीको डेभलपमेन्ट अनुसार नयाँ यो सबै कुराहरू एनर्जी सेक्टरदेखि लिएर सबैको पोर्टफोलियो अनुसार त्यहाँ च्यालेन्ज बढी नै रहेछ कि अनि हामी नयाँ जब आउँछौँ त्यो च्यालेन्ज हामीले त्यसमै टेक्न सक्यो भने काम पाउन सजिलो यावत कुराहरू हुन्छ रिसेन्टली भाइहरू तपाईँ सबैजनाले नोटिस पनि गर्नुभयो होला कोही आएर उसको राम्रो प्रोफाइल छ र उसले एउटा ठुलै कम्पनीमा त्यहाँ न रिकमेन्डेसन न काम पाइरहेछ अब धेरै काममा फोकस भयो होला कुरा होइन तर घुम्दै फिर्दै त्यहाँनिर आउँछ नि त अब सर्भाइभ गर्ने कुरामा त्यही भएर यहाँ म त्यस्तो अझै पनि गाह्रो चाहिँ मैले देखाएको छैन है अब हुन त मान्छेको आफ्नो भोगाइ हुन्छ आफ्नो विचार हुन्छ मेरो विचारमा चाहिँ मैले देखेअनुसार चाहिँ त्यस्तो छैन अलिकति टाइम आफ्नो मेहनत जारी राख्दाखेरि नहुनु भन्ने अलिक सर्टेन इट्स जस्ट अ म्याटर अफ टाइम त्यति मात्र हो त्योभन्दा बढी चाहिँ मलाई त्यस्तो समस्या लाग्दैन मलाई जबको कुरा गर्दाखेरि जब यहाँ आउनुभन्दा अगाडि अब सुन्न त सुनिन्थ्यो क्या जब पाउन गाह्रो छ भन्नु लाग्थ्यो तर के पनि सोच्थेँ भन्ने कति नै गाह्रो होला र भन्नु लाग्थ्यो तर माहौल चाहिँ थोरै फरक चाहिँ पाएँ यहाँ आइसकेपछि गाह्रो चाहिँ गाह्रै छ तर त्यसमा चाहिँ गाह्रो हुनु पर्ने 2-4वटा कुरा चाहिँ छ जस्तो मैले अनुभव गरेँ एक नम्बर कुरा चाहिँ त्यो जबको लागि हामी नै कति योग्य छैनौँ कि हाम्रो क्वालिफिकेसन छैन कि जस्तो क्लिनिङ गर्ने मात्र हाम्रो क्वालिफिकेसन हो त्योभन्दा माथि हाम्रो कुनै पनि खालको स्किल छैन अर्को भनेको कुरा चाहिँ ल्याङ्ग्वेज ब्यारियरको कुरा पनि आयो ल्याङ्ग्वेजको लागि पनि हामी त्यो तरिकाले यहाँको चाहिँ त्यो इन्भाइरोमेन्टमा फिट हुने तरिकाले हामी त्यो बोल्न सक्दैनौँ अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ एउटा कम्युनिटीको नै धेरै ठुलो कुरा आउँदो रहेछ जस्तो नेप्लिज कम्युनिटी फिनल्यान्डमा कतिसम्म स्ट्रङ छ भन्ने कुराले नै फरक पार्दैछ जस्तो म सुन्छु यहाँ श्रीलङ्काको कम्युनिटी बङ्गलादेशको कम्युनिटी जस्तो चाहिँ यहाँ उनीहरू आउँछन् तर हाम्रो कम्पेयरमा उनीहरूले चाँडो जब पाइरहेछन्
त्यो पनि देखिरहेको छु मैले। त्यो फ्याक्टरहरू चाहिँ रहेछ। तैपनि अब आइया छ, निराश चाहिँ म भएको छैन। म जिनतिन म गरिरहेको छु, इन्टर्नसिप। तर धेरै सपोर्टिभ फ्याक्टर पनि छ है, किन भन्दा यहाँको गभर्मेन्ट चाहिँ मलाई एकदमै सपोर्टिभ पनि लाग्यो। किन अब हामीलाई त केही दिएर राख्नुपर्छ भन्ने छैन, हामीलाई चाहिँ स्किल बुस्ट गर्नको लागि उनीहरूले प्रमोट गर्नुपर्छ भन्ने छैन भने चाहिँ उनीहरूले धेरैवटा कुराहरू चाहिँ हाम्रो लागि पनि इन्भेस्ट गरेका छन् है। अब त्यो हिसाबले पनि हामी चाहिँ कति आफूलाई चाहिँ कति स्किलफुल बनाउनु चाहिँ लाग्नुपर्छ जस्तो लाग्छ। त्यो अनुसार मिहिनेत चाहिँ गर्नुपर्छ। तर केही न केही सायद पक्कै होला, त्यसखाने अवस्था चाहिँ छैन। मैले अलिक दुईवटा कुरा छुट्याएको ऊ निमेशले उठाइदियो, एउटा ल्याङ्ग्वेज ब्यारियरको कुरा र यो सोसियल उसको कुरा। यो एउटा चाहिँ राम्रो कुरा छ। ल्याङ्ग्वेज ब्यारियर त भइ नै हाल्छ, यहाँ फेरि अलिकति गाह्रो नै छ। त्यो बाहेक सोसियलको एउटा सपोर्ट गर्ने कुरा चाहिँ मैले अब निमेशले राम्रो एक्सप्लेन गरेछ उसलाई चाहिँ, त्यो राम्रो। ल्याङ्ग्वेजको कुरा आयो नि, म दाइ आएँ यहाँ आएर झन्डै 1 महिना नभइकन पनि मैले कामको अफर चाहिँ नपाएको होइन, पाएको। तर म किन पछि परेँ भन्दाखेरि, मलाई किन पछि पारियो भन्दाखेरि बिकज अफ ल्याङ्ग्वेज होइन। फिनिस ल्याङ्ग्वेज खोजेको थियो उसले, अब मसँग छैन त्यो होइन। अनि त्यो एउटा फ्याक्टर भयो। ल्याङ्ग्वेज चाहिँ एकदमै, ल्याङ्ग्वेजले चाहिँ एकदमै म्याटर गर्दो रहेछ। अनि हिजो अस्ति भर्खर पनि मलाई एउटा ओल्यान्ड, जहाँ चाहिँ स्विडिस कम्युनिटी चाहिँ एकदमै हाई रहेछ क्या, त्यहाँ नि मैले अप्लाई गरेको थिएँ। त्यहाँबाट मलाई 2टा आएको थियो। अनि म इङ्ग्लिसमा बोलेँ, अनि उसले मलाई सिधै के भन्यो भने म इङ्ग्लिसमा त्यस्तो राम्रो कुरा गर्नु सक्दिनँ, अनि तँलाई मैले मेल किन रिप्लाई नगरेको भन्दाखेरि यहाँ मोस्ट अफ द पिपल लिभिङ इन दिस रिजन दे स्पिक स्विडिस भन्यो क्या डाइरेक्ट। त्यही कारणले मैले तँलाई फेरि मेल ब्याक गरिनँ भन्यो। अनि यति कुराहरू चाहिँ अब आफ्नै अनुभव हो नि त। किन हामी पछि पऱ्यौँ, किन हामीले काम पाएनौँ भन्दाखेरि, अनि अनलाइन जब पोर्टलमा हेर्ने हो भने जबै जब छ, तर किन हामी पाउँदैनौँ भन्दाखेरि त्यही ल्याङ्ग्वेजै रहेछ क्या। अनि अर्को कुरा के भन्दाखेरि, यदि हामी ल्याङ्ग्वेज छ, अनि ल्याङ्ग्वेज छ भने चाहिँ हामी सबैले किन लो स्किल के हुन्छ नि, लो स्किल भन्नाले क्लिनिङ, त्यसपछि अनि डिसवासिङ, प्रायः जस्तै हामीले त्यसैमा मात्रै अप्लाई गरिरहेको हुन्छौँ नि त। त्योभन्दा अरू हाई लेभल जबहरू पनि ओपन भइरहेको हुन्छ। त्यसमा चाहिँ अब अलिकति हामीले आफूलाई नै क्या कमजोर ठानेर चाहिँ हामीले अप्लाई नगरेर पनि हो कि जस्तो लाग्छ कि दाइ मलाई घरिघरि। त्यो पनि हो, त्यो फ्याक्टर मैले धेरै जस्तो उठाउने कुरा चाहिँ नयाँ आउने जो मसँग यसो कुरा बुझ्न खोज्नुहुन्छ भाइहरू बहिनीहरू होइन, अनि इभन अलि दाइहरू नै आउनुहुन्छ कुरा गर्दाखेरि, यही नै हो। हाम्रो अप्रोच पनि धेरै म्याटर गर्छ कि, एटिट्युड एकदम म्याटर गर्छ। यहाँ मात्र त्यो जहाँ पनि त्यही नै हो। तर अब यहाँ आइसकेपछि यहीको सिनारियोमा कुरा गरौँ, यहाँ चाहिँ आफ्नो कन्फिडेन्स लेभल कुनै काहीँ काम खोज्ने ठाउँमा ल्याङ्ग्वेज एउटा ब्यारियरको कुरा त आफ्नोमा छ, डिफिकल्टीको कुराहरू, च्यालेन्जको कुराहरू। तर त्यो बाहेक पनि आफ्नो एप्रोचले पनि धेरै इम्प्याक्ट चाहिँ पार्छ है, धेरै इम्प्याक्ट पार्छ। अब काम खोज्दाखेरि अब कुनै फर्स्टमा आफूले सर्ट आउट गर्ने फिल्डहरू नै कुन फिल्डमा म काम गर्छु, आफूलाई कमसेकम नलेज भएको फिल्डमा गएर खोज्यो भने त्यहाँ गएर बोल्न सकिन्छ क्या। इङ्ग्लिसमै बोलौँ उसलाई कन्भिन्स गर्न सकिन्छ कि म काम, जस्तो कि अब सानो एउटा म ट्रिकको कुरा गरिहाल्छु। त्यो जुन 7 वर्ष मैले नै युज गरेको थिएँ, काममा पनि त्यही फेजमा नै थिएँ। ल्याङ्ग्वेज आउँछ, अब यहाँ काम गर्ने ठाउँ हो, अब अलिअलि त मलाई आइहाल्छ, यहाँ काम गर्ने टर्मिनोलोजी त मलाई आइहाल्छ। त्यो बाहेक ल्याङ्ग्वेज आएर के गफेर बस्ने अरे भन्ने जस्तो। त्यो फेरि यताको सोसाइटी यति ओपन छ कि जस्तो कुरा नि पचाउँछ क्या। अब हाम्रो नेपाल जस्तो अब अरू कुनै देश मलाई थाहा छैन, त्यहाँ भयो नि काम खोज्न गएको छ, पहिले त्यसरी क्वेसन गरेर उनीहरू अलिक रिसाउँछ अथवा आफ्नो चान्सेस कम हुन्छ कि भन्ने कन्डिसनमा यहाँ त्यो हुँदैन कि। तर यसो सोद्धाखेरि त हो नि त, काम गर्नेमा त्यो अब एउटा कुरा क्लिनिङकै कुरा गरौँ, त्यहाँ त्यो ल्याङ्ग्वेजको कुरा आयो भने यस्तो एन्सर दियो भने त्यसले त्यो जो इन्टरभ्युअर अथवा कसैले सोधिरहेछ उसको दिमागमा त पऱ्यो नि, त्यो हुन पनि हो, त्यो पर्छ क्या। त्यसको त अलिकति अर्को तरिकाबाट सोच्ने बाटै छैन नि त। अल्गोरिदमिकल्ली पनि यो त त्यही नै हो नि त। यस्तो टाइपको कुराहरूले आफ्नो कन्फिडेन्स लेभलले यो कुराहरू गर्दा त्यो म्याटर त गर्छ, अनि त्यो पाउने चान्स हाई हुन्छ। अनि कुनै टाइम कस्तो हुन्छ भने हुन त अब के अरे धेरै उगारे जस्तो हुन्छ। यो चाहिँ अब आफ्नो मेरो चाहिँ नितान्त व्यक्तिगत यो पनि एक्सपिरियन्स पनि, अनि यो धेरै काम गरे पनि यो कुराले धेरै वर्क गरे पनि थाहा छ क्या मलाई योबाट। जस्तो कस्तो हुन्छ भने कुनै ठाउँमा त्यो यस्तो ठाउँहरू छ कि जहाँ चाहिँ ल्याङ्ग्वेजै चाहिँदैन कि, होइन ल्याङ्ग्वेजै चाहिँदैन। अनि चाहिने ठाउँमा पनि के भइरहन्छ, उनीहरूलाई कस्तो भइरहन्छ भने उनीहरूलाई टक्क एउटा तुरुन्त मान्छे चाहियो फर इक्जाम्पल।
अनि आफ्नो अप्रोचले खोज्न गइरहेछ त्यहीँ पुग्यो एउटा लक सानो लक त्यहाँ पुगेपछि उसले क्वेसन्सहरू गर्छ नि त उसलाई त चाहिएको तुरुन्त तँ गर्न सक्छु तँ गर्न सक्छु होइन म गर्न सक्छु भनेर ल्याङ्ग्वेज भने अब उनीहरूले ल्याङ्ग्वेज त बिचमा ल्याइहाल्छ तर त्यो त्यहाँ म्याटरै गर्दैन कि अनि ल हो गर्न सक्छ ल गर त तुरुन्तै पनि हुन्छ त्यहाँ चाहिँ एटिट्युड त्यहाँ अब एक त ल्याङ्ग्वेज छैन त्यहाँमाथि आफ्नो कन्फिडेन्स भने त्यहाँ आफू फिटै भएन कि उसलाई चाहिरहेको हुन्छ कि मान्छे यस्तो डेस्परेटली चाहिरहेको हुन्छ कि अनि उसले के गर्छ अरू अनेक उ गरेर उसले एकदम यो एक्सपेन्सिभ वेबाट चाहिँ मान्छे मगाउनु पर्ने हुन्छ एजेन्सीबाट यहाँ त्यही सिस्टम चल्छ क्या जहाँ पनि अब त्यो टाइममा हो भने त उसलाई पनि सजिलो हो एजेन्सी त हाइरहनु परेन त्यो डबल 3 टाइम्स उसले पे गर्नुपर्छ त्यो पनि परेन एउटा मान्छे आएछ यसले काम गर्छ यसले गर्न दिउँ भन्ने हुन्छ रेस्टुरेन्टहरूमा कुनै अब भनौँ न डिसमा गरेर टाकटुक गरेर ट्याङ्क ल सिद्धिको त काम उनीहरूलाई त्यसपछि नेक्स्ट टाइम त्यो कन्टिन्यू भइरहन्छ क्या उनीहरूलाई त्यहाँनिर ल्याङ्ग्वेज अनि त्यसपछि कहिले पनि सोध्दैन उनीहरूले अहिले आउँछ नि त डोर टु डोर गयो भने त पाइँदैन लक गर्छ भन्छ तर सबै ठाउँमा नहुनु सक्छ कहिलेकाहीँ लकले नि त फेभर गर्छ गर्दैन होइन कहिलेकाहीँ त्यो काम दिने मान्छेको अलिक मुड पनि भइरहेको हुन्छ ऊ आफ्नै टेन्सन भइरहेको हुन्छ काम दिएर भन्दा त्यहाँ अर्को इस्यु तर किप सर्चिङ राम्रो एटिट्युड अनि अब यहाँ धेरै मैले रिकमेन्डेसन कुरा भने पनि सुनेको छु हो अफकोर्स त्यसले म्याटर गर्छ कोही भनिदिने मान्छे भने हो यसको मान्छे रहेछ क्लिक त गर्छ तर त्यो नभइकन हुँदैन भन्ने कुरा पनि त्यो अलिक गलतै हुन जान्छ त्यसरी बुझ्नु पनि भएन र अब बोल्दा बोल्दै टाइम पनि सकिन किनभने हामी नै त्यस्तै ठाउँमा छौँ क्या अब 5 मिनट छ 5 मिनट पछि यहाँ गाडा आउँछ गाडा आएपछि लक गरेर जान्छ के हामी नै यहाँ बस्नु पर्यो त्यसैले अब आजको यो टपिकलाई चाहिँ फेरि यही बारेमा चाहिँ यही प्रसङ्गमा चाहिँ हामी अझ हो बोल्ने नै छौँ यो एउटा गहिरै कुरा हो यसलाई अलि टाइम लिएर बोल्दाखेरि यतिले पुग्दैन नै भन्छु म आज एउटा समयको अभावले पनि अनि जाँदा जाँदै चाहिँ म चाहिँ के भन्छु भने हो हामी डिपेन्डेन्ट हो हामीले यहाँको सोसल सेक्युरिटी बेनिफिटहरू पाइरहेछौँ हामीले आफूलाई इम्प्रुभ गराउनको लागि गभर्मेन्टले हामीलाई चान्स दिएको छ अनि साथसाथै म चाहिँ के भन्छु भने अब यो जुन जुलाई अगस्त इन्टेकमा अब नयाँ भाइ बहिनीहरू आउँदैछ उनीहरूलाई चाहिँ म चाहिँ के भन्छु भने नि दाइ मेन्टल्ली मलाई सोध्छ क्या मेरो टिकटक भिडियोहरूमा होइन के कसो भन्छ म के भन्छु भने मेन्टल्ली फिट भएर आउनु 1 वर्षसम्मको ट्युसन फी होइन नेक्स्ट इयरको ट्युसन फी पनि म तिर्नु सक्छु अनि भयो भने 1 वर्षसम्म म बाँच्नु पनि सक्छु र जो डिपेन्डेन्टमा आउनु हुँदैछ जसले सबैले अहिलेको केसमा बेनिफिट पाउँदैन है र जसले पाउँदैन 1 वर्षसम्म म बाँच्न सक्छु अनि भयो भने अर्को इयरको मेरो भिजा पनि एक्सटेन्ड गर्न सक्छु भनेर यतिको मेन्टालिटी बनाएर आयो भने त फिनल्यान्ड चाहिँ एकदमै बेस्ट प्लेस हो है भन्छु है म बेस्ट अब समय पनि एकदमै कम छ हामीसँग म चाहिँ के भनेर यसलाई कन्क्लुड गर्न चाहन्छु भने फिनल्यान्ड भनेको चाहिँ धेरै एकदमै क्यारियर चाहिँ बनाउने प्रोफाइल बनाउने ठाउँ हो यहाँ आएर पहिलेदेखि स्ट्रगल गरेर गर्छु भन्दा पनि प्रोफाइल बनाउने ठाउँ भएर एउटा अघि सागर भाइले भनेको छ 1 वर्षको लागि भनेर त्यसरी प्रिपेयर भएर आयो भने चाहिँ धेरै सजिलो हुन्छ अनि अर्को कुरा हामीले अब भनेको सबै कुराहरू अफिसियल होइन यो एज अ डिस्क्लेमर जस्तो पनि यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स भयो भाइको पर्सनल एक्सपिरियन्स भयो यसले योले कसैलाई अब मिसगाइड गर्यो यसले यस्तो भनेको थियो होइन रहेछ भन्ने हिसाब चाहिँ नहोस् अदरवाइज यस्तै हो यो रियालिटी चाहिँ यही नै हो हुन चाहिँ अहिलेको ओके ल दाइलाई धेरै धन्यवाद सागरलाई धेरै धन्यवाद निमेश सरलाई पनि धेरै धेरै धन्यवाद समयको लागि अनि रमाइलो